नमस्कार, म के मालमगर। म तपाईँहरूको सामुने आमाको सपना बने गोपाल प्रसाद रिमालद्वारा लेखिएको कक्षा 12 को नेपाली विषयमा रहेको पाठ 1 मा रहेको कविता वाचन गर्न लागिरहेको छु। आमा त्यो आउँछ र हो बा त्यो आउँछ, त्यो बिहानको सूर्य झैं उज्यालो छर्दै आउँछ। त्यसको कम्मरमा झुन्डेको सेत जस्तै टल्कने तिमी एक हतियार देख्नेछौ, त्यसले ऊ अधर्मसित लड्नेछ। त्यो आउँदा तिमी पहिले त सपना हो कि भनेर छामछाम छुमछुम गर्नेछौ, तर त्यो हिउँ र आगो भन्दा पनि बढ्ता छोइने भएर आउँछ। हो र आमा, हो तिमी जन्मदा तिम्रो कैलो अनुहारमा त्यसको छाया देख्ने आशा गरेकी थिए। तिम्रो हिस्सी परेको हँसाइमा त्यसको सुन्दर छवि, तिम्रो तोते बोलीमा त्यसको मधुर ध्वनि, तर त्यो मिठो गीतले तिमीलाई आफ्नो बाँसुरी बजाएन छ। त्यो तिमी नै हौला भन्ने मेरो यौवनभरिको सपना थियो, जे होस् त्यो आउँछ। म आमा त हुँ सारा सृजना शक्तिको मुख भएर। आजको यो छोटो कविताबाट म बिदा हुन्छु। सबैलाई नमस्कार।